परमेश्वरले प्रत्येक मार्ग जाँच गर्नुभएको हुन्छ। हामीले के गरेको छ होइन, हामीले कहाँ गएर के गरेको छ, हामीले के बोलेको छ, हाम्रो प्रत्येक चाल हाम्रो, किनकि परमप्रभुको मानिसको चाल चाहिँ कारणीय छ परमेश्वरको नजरमा, किनकि परमेश्वरले हामीलाई 24 घण्टा हेरिरहनुहुन्छ। किनकि हामीले मानिसले बनाएको सिसी क्यामेरामा हामी बाँच्नु सक्दैनौँ भनेपछि हामी त परमेश्वरको नजरमा करोडौँ बिलियनको क्यामेरा लगाएर राख्नुहुन्छ। उहाँको लागि सँगसँगै क्यामेरा केही पनि होइन है, सिसी क्यामेरा। आज मानिसले त के चोर लाग्यो भनेर एउटा सिसी क्यामेरा लगाएको हुन्छ भने हाम्रो परमेश्वर 24 घण्टा हामीलाई हेरिरहनुहुन्छ, हाम्रो मार्ग जाँच्नुहुन्छ। किनकि हाम्रो मन हृदय जाँच्ने परमेश्वर हुन्छ। त्यही भएर हामी चाहिँ जीवित रहँदाखेरि हामी चाहिँ परमेश्वरको डरले हिँड्ने, हामीले चाहिँ होइन, हामी चाहिँ जति सक्दो परमेश्वरलाई खुस गर्ने, परमेश्वरलाई आनन्द दिने काम गर्ने। किनकि मानिसको उहाँले बनाउनु भएको उहाँले हामीलाई सिद्धमा पठाउनु भएन धरतीमा, किनकि परमेश्वरले पठाउनु भएपछि त परमेश्वरको हृदय जाँच्नुहुन्छ, हाम्रो मार्ग जाँच्नुहुन्छ, हामीलाई के को खाँचो छ, हामीलाई के को घटी कमी छ, परमेश्वरले हामीलाई दिनुहुन्छ। किनकि हामी सिधै हामीलाई रोज्नु भएको होइन उहाँले, किनकि हामीले खोजेन तर हामीलाई उहाँले खोज्नु भयो। त्यही भएर उहाँको रगतद्वारा हामी किनेको भएर उहाँले हामीलाई प्रत्येक मार्ग जाँच्नुहुन्छ, हाम्रो हृदय जाँच्नुहुन्छ। किनकि 21:2 भनेको छ, मानिसले चाहिँ आफ्नो बाटोदेखि लिएर हाम्रो हृदयदेखि लिएर हामीलाई ठिकै लाग्छ तर हामीलाई हमेसा परमेश्वर चाहिँ हाम्रो हृदय मार्ग सबै जाँच्ने चाहिँ परमेश्वर हुनुहुन्छ। सच्चा परमेश्वरलाई पाएको छौँ आज हामीले परमेश्वरलाई पाएको, किनकि परमेश्वरले हामीलाई सिधै कहिले छोड्नुहुन्छ। हामी मानिसको हार खान्छौँ होइन, हाम्रो काम गरेर हामी हार खाएको हुन्छौँ, तर परमेश्वरले हामीलाई असल ठाउँ हाम्रो निम्ति असल कामहरू खोजेर राखेको हुन्छ। परमेश्वरलाई धेरै धन्यवाद। हाम्रो असल परमेश्वर, हाम्रो मार्ग जाँच्ने परमेश्वर, हाम्रो हृदय जाँच्ने परमेश्वर होइन, हाम्रो परमेश्वरलाई, किनकि अब्राहमको परमेश्वर, इसाकको परमेश्वर आज हाम्रो पनि तपाईँ हाम्रो पनि परमेश्वर हुनुहुन्छ है। उहाँको प्रशंसा गर्न हामी किन पछि हट्दैन? त्यही भएर हामी आफ्नो स्थानमा हामी उठ्न सक्नुहुन्छ। तपाईँहरू आफ्नो स्थानमा
हामीले हामीलाई एकदमै के मासु मनपर्छ भने हामी के समय मासु नखाइकन हामी प्रभुको समय बिताउँछौँ भने त्यो पनि हाम्रो लागि उपवास हो। हामीलाई खाना नखाइकन हामी बस्न सक्दैनौँ, त्यो खानालाई हामी त्यागेर उहाँसँग समय बिताउँछौँ भने त्यो पनि उपवास हो है। हामी कतिजनालाई कसरी उपवास गर्ने थाहा हुँदैन, तर विशेष गरी आज परमेश्वरले चाहिँ उहाँले चाहिँ हामीलाई हरेक कुराबाट चाहिँ सिकाउन चाहनु परमेश्वर हुन्छ। समय दौडिरहेको छ, मसँग मैले धेरै तयार गरेको छु, म तपाईँहरूलाई छिटो जान खोजिरहेको छु। हामी यहाँ हेर्छौँ भने चाहिँ यो अध्ययनमा चाहिँ हामीले मैले जति पनि कुराहरू गरेँ भने हामीलाई चाहिँ हाम्रो शत्रु चाहिँ को रहेछ, केले चाहिँ हामीलाई के गर्न खोज्छ त, हामीमाथि अधिकार गर्न खोज्छ। दियाको शैतानले चाहिँ हामीमाथि अधिकार गर्न खोज्छ, तर त्यो अधिकारको उसको रणनीतिहरू चाहिँ हामीले बुझ्नु पर्दछ। मैले अघि भने शैतान दियाकोले चाहिँ आज हामीलाई धेरैचोटि उसको कब्जामा पार्नलाई हामीलाई उसले कब्जामा पार्न खोजिरहेको हुँदछ। त्यतिखेर चाहिँ हामी विचार गर्नुपर्दछ। पहिलो पत्र 5:8 अघि हामीले पढ्यौँ, 9 पनि तपाईँले लेखेर राख्नुहोस्। हामीले चाहिँ उहाँको हात हतियार, उहाँको चेलाहरूले हामीले चाहिँ पत्ता लगाउनु पर्दछ। एफिसी 6 अध्यायमा तपाईँले पढ्नुहुन्छ भने त्यहाँ हात हतियारको बारेमा हामी पाउँदछौँ है। आत्मिक युगमा को बारेमा हामी बुझ्नको लागि धर्मशास्त्रले परमेश्वर र उहाँको शक्तिको बारेमा, शैतानसँग चाहिँ त्यसको रणनीतिको बारेमा हामीले चाहिँ के गर्नु पर्यो, परमेश्वरको वचनबाट हामीले होसियार साथ अध्ययन गरेर पालन गरेर त्यो कुरालाई चाहिँ हामीले निहालेर हामीले तयारी गर्नुपर्ने कुराहरू छ है। हाम्रो आत्मिक शत्रु को छ र परमेश्वरको किन त्यसले चाहिँ हामीलाई अझैसम्म अस्तित्वमा रहन दिएको छ भन्ने कुराहरू परमेश्वरको ज्ञानबाट हामीलाई बुझ्न महत्त्व छ है। चर्चको इतिहासहरूमा चाहिँ मानिसहरूले शैतानको अस्तित्वको व्यवस्था गरेको हुन्छ र कतिचोटि मण्डलीहरूमा चाहिँ कति विश्वासीहरू चाहिँ शैतानलाई चाहिँ वास्ता गरेको हुँदैन होइन। शैतानको केही पनि छैन भनेर चाहिँ आज हामीले गरिरहेको हुन्छ, तर शैतानको अस्तित्व छ। शैतान पनि हामीले देख्दैनौँ होइन, त्यसरी हामीले परमेश्वरलाई देख्दैनौँ, त्यो पनि शैतानलाई देख्दैनौँ, उसको पनि शक्ति छ। तर त्यो शक्तिलाई चाहिँ कसले हारिसक्नु भएको छ, यसुले हारिसक्नु